म चाहिँ भाइटिकाको लागि एकदमै रेडी भइसकेको थिएँ। सो हेलो एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। र म यो भिडियो चाहिँ एकदमै ढिलो पोस्ट गर्दैछु किन भन्दाखेरि चाहिँ अब मेरोमा टाइम भएन एडिट गर्नुको लागि। र म चाहिँ रेडी भएर भिडियो सुट गर्दै थिएँ अनि भाइहरू पनि भित्र रेडी हुँदै थियो। र मैले चाहिँ के बनाएको थिएँ आज भन्दाखेरि चाहिँ मैले बनाएको थिएँ मटर र आलुको अचार, देन एग बनाएको थिएँ अनि दाल पनि बनाएको थिएँ। त्यसको बाद चाहिँ बनाएको थिएँ मैले टमाटर र डल्ले खुर्सानीको अचार अनि बनाएको थिएँ स्यालेड अनि राइस अनि चिकन थियो। सो मैले चाहिँ टिका लाउनुको लागि के रेडी गरेँ भन्दाखेरि चाहिँ मैले अब अलिकति सामानहरू जति सक्छु त्यति मैले रेडी गरेको थिएँ। घर जस्तो त यहाँ हुँदैन र मैले जति सकेँ त्यति चाहिँ मैले रेडी गरेको थिएँ। अनि त्यसको बाद मैले फेरि ड्रेस चेन्ज गरेँ, जो मलाई भाइले ल्याइदिएको थियो त्यही लगाउनु भन्यो। अन्त मैले उनीहरूले ल्याइदिएकै लुगा लगाएँ र हामी चाहिँ टाइम पर्खिरहेको थिएँ, सायद भएकै थिएन नि त। अन्त भाइले भन्यो भयो अब चाहिँ स्टार्ट गर्दा हुन्छ भन्दाखेरि मैले मजाले पूजाहरू गरेँ। फर्स्टमा पूजाहरू गरिसकेर चाहिँ मैले दियो कलशलाई मजाले फुलहरू लिएर पुजेँ। त्यसको बाद मैले त्यही फुलहरू लिएर भाइ बहिनी दुईजनालाई नै पुज्दै थिएँ। त्यति बेला चाहिँ मम्मीले पनि कल गर्नुभएको थियो, मम्मीले पनि भिडियो कल गरेर हेर्नुहुँदै थियो। अनि मैले चाहिँ लोटाहरू लिएर मम्मीले भन्नुहुँदै थियो यस्तो गर्नु उस्तो गर्नु, र मैले चाहिँ त्यस्तै पाराले नै गर्दै थिएँ किनभने एकदम बेसी टाइम भएको थियो, मैले टिकाहरू नलगाएको थिएँ र त्यही कारणले चाहिँ मम्मीले मलाई सिकाउनु हुँदै थियो। टिकाहरू लगाइसकेर चाहिँ हामीले फोटोसुट गर्नुको लागि गयौँ र फोटोसुटहरू